मिनी ब्लगमा सबैजनालाई म स्वागत गर्दछु र आजको मेरो छोटो मिनी ब्लगमा चाहिँ साथीहरू म क्यारामेल लाटे बनाउन जाँदैछु र त्यसको लागि आज चाहिँ मेरो पनि फर्स्ट टाइम हो र यसमा चाहिँ के गर्नुपर्छ र के कुराहरू तयार गर्नुपर्छ र कसरी चाहिँ बनाउनुपर्छ भन्ने कुराहरू हजुरहरुसँग मेरो छोटो मिनी ब्लगमा शेयर गर्दैछु, हेरेर साथ दिनु होला। अनि साथीहरू यो क्यारामेल लाटे बनाउनको लागि चाहिँ हामीलाई चाहिँ फर्स्ट सुरुमा एकदमै तयार गर्नुपर्ने कुरा भनेको चाहिँ एस्प्रेसो हो र त्यसको लागि मैले यसलाई तयार गर्दैछु है त साथीहरू। अब चाहिँ मैले बनाएको एस्प्रेसो एकदमै रेडी भइसकेको छ साथीहरू। एस्प्रेसो रेडी भइसकेपछि चाहिँ मैले चाहिँ अब मिल्क स्ट्रिमिङ गर्न लागेको छु साथीहरू। हामीलाई यो क्यारामेल लाटे बनाउनको लागि चाहिँ एकदमै धेरै फर्म चाहिने भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यसलाई चाहिँ एकदमै धेरै तातो भइन्जेलसम्म धेरै फर्म भओस् भनेर धेरै टाइम एकदमै स्ट्रिमिङ गर्दै मेरो चाहिँ मिल्क स्ट्रिमिङ र एस्प्रेसो एकदमै रेडी छ है साथीहरू। भाइले चाहिँ चकलेट लाटे बनाउनको लागि स्ट्रिमिङ गर्दै हुनुहुन्छ। अब चाहिँ सबै कुरा तयार भएपछि सबैभन्दा पहिला पाला आउँछ सिरपको। मैले चाहिँ क्यारामल सिरप राख्दैछु पहिला चाहिँ साथीहरू। क्यारामेल सिरप हालिसकेपछि चाहिँ अब पालो आयो फर्मको। त्यसपछि मैले चाहिँ नजानेको कारणले गर्दाखेरि सिधै पिचर सँगसँगै राख्न लागेको थिएँ। हामीलाई सिकाउने भाइले चाहिँ उहाँले चाहिँ चम्चाले निकाल्दै हाल्नुपर्छ भनेर सिकाउनु भएको थियो र त्यसरी नै मैले उहाँले सिकाए अनुसार नै म चाहिँ फर्म राख्न जाँदैछु। क्यारामेल सिरप राखेपछि चाहिँ हामीले चाहिँ यसरी चम्चाले निकालेर त्यसमा फर्म राख्नुपर्छ साथीहरू। फर्म चाहिँ एकदमै धेरै फर्म हुनुपर्छ। यसरी ग्लास भरि नै गरेर फर्म राखिसकेपछि साथीहरू पालो आउँछ एस्प्रेसोको। त्यसपछि हामीले एस्प्रेसो हाल्नुपर्ने हुन्छ। एस्प्रेसो चाहिँ हामीले साथीहरू सिधै हाल्नुहुन्न रहेछ, हामीलाई पनि सिकाउँदै जानुभएको छ। हामीले त्यही कारण त्यसरी नै सिक्दै राख्दैछौँ। पहिला स्पुन राख्ने, त्यसपछि स्पुनको बिचबाट चाहिँ हामीले हल्का तरिकाले एस्प्रेसो हाल्नुपर्ने हुँदो रहेछ साथीहरू। हामीले यसरी एस्प्रेसो हाल्दाखेरि एकदमै सर्लक्क लागेर 3टा लेयरको भाग छुट्टिन्छ साथीहरू। सबैभन्दा तल क्यारामेल सिरप हुन्छ, त्यसपछि एस्प्रेसो, त्यसपछि मिल्क फर्म, त्यसपछि हामीले सबैभन्दा टपमा चाहिँ हल्का क्यारामेल सिरपले हामीले आर्ट पनि गर्न सक्छौँ साथीहरू। अब चाहिँ मैले बनाएको क्यारामेल लाटे अनि भाइले बनाएको चकलेट लाटे तयार भएर बसेको छ साथीहरू। यसको फोटो पनि रहेको छ। हजुरहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट